हेलो साथीहरु, गुड मर्निङ। अनि देश विदेश स्वदेशमा बस्नेहरूलाई आज भाइटिकाको शुभकामना। अनि आज चाहिँ 11:30 मा सायद छ अरे। अनि म पनि रेडी भएर बसिरहेको छु हैन, नुहाइधुवाइ गरेर। अनि मैले चाहिँ योपालि फर्स्ट टाइम यस्तो के भन्छ सिन्दुरहरू लगाएर रेडी भएको कस्तो देख्छ भनिकन हैन। अन्त यो चुरा पनि किनेर ल्याएको थिएँ भाइटिकामा लगाउनु भनेर। फर्स्ट टाइम लगाएको हो मैले चाहिँ। अन्त फेरि के अरे यो 2 पिस कट सेट पनि मैले सोमबारै किनेर ल्याएको हैन। अनि कुर्ताहरू पनि छ, तर त्यस्तो बेसी राम्रो देख्दैन नि त। यस्तो चाहिँ यता नानीसँग सजिलो हुन्छ, त्यही भएर यस्तो किनेर ल्याएको थिएँ। तपाईहरु सबैजनालाई शुभकामना, सबैजना राम्रोसँग मनाउनु होला। अनि विदेशमा हुने दिदी बहिनीहरूलाई चाहिँ नराम्रो लागिरहेको होला। अनि तपाईहरु पनि भिडियो कलहरुतिर पनि हुन्छ अहिले त, बात गर्नु होला, लगाउनु होला। विदेशमा बस्नेहरू चाहिँ घरमा हुनेहरू त लगाइदिनु हुन्छ होला। सबैजनालाई धेरै धेरै शुभकामना। सबैजनालाई राम्रो होस्, फलोस् फुलोस्। यो चाहिँ हाम्रो घरदेखि निकै टाढोमा छ, अलिक परनिर धारा। यो चाहिँ अर्ग्यानिक हो हैन, पानी पुरा चिसो हुन्छ। अन्त यहाँ चाहिँ पानी कहिले सुक्दैन, यतिकै भइबस्छ हाम्रो पानी चाहिँ यो धारामा। आज चाहिँ म यहाँ नुहाउनु आएको छु। खसीको मासु पकाएको आज चाहिँ मैले, लोकल खसी हो हैन, देशी। अन्त खसीको मासु पकाएर खान आँटेको। पुरा चर्पी छ, बोसो चर भुटेको हैन। मेरो चाहिँ घर आयो भने खाली खाना पकाउने ड्युटी हो, नानी हेर्नु पर्दैन, नानी आमाले हेर्दिहाल्छ। अन्त